हाम्रो नमस्कार यहाँ चाहिँ हाम्रो गुड मर्निङ सबैजनालाई नमस्कार। मेरो चाहिँ अब तेस्रो ब्लगको लागि तयारी चाहिँ अब बिहान उठेँ अनि भान्जा बिराम भएर मेडिकल जाँदैछु। दिउँसोमा हेर्नुहोस्, लाइक कमेन्ट सेयर गरिदिनुहोस्। धन्यवाद। भाइ मेरो सानो भान्जा बिराम भएर म मेडिकल लाँदैछु। हेर्नु त पुकुलेलाई हिजो ट्याक्क पूजामा बोलाएको। पुकुलेलाई पूजा चाहिँ होइन बिरामीले भेट्यो हाम्रो पुकुलेलाई। मेडिकल गएर ठ्याक्क औषधि सौषधि लिएर भान्जाको लागि आइसक्यो। यहाँ पर चाहिँ नाना र भान्जा जानुहुँदैछ। म चाहिँ अलिक पछाडि, नानालाई अगाडि लगाएर म चाहिँ अलिक पछाडि बसेको, किनकि नानाको अगाडि यसरी मैले क्यामेरा तेर्साएर बोल्नु चाहिँ अलिकति नाना आउँदैन पनि अलिक लाज पनि लाग्छ नि त। त्यही भएर नानालाई चाहिँ अगाडि जानु, नाना म अलिक पछाडि आउँछु भनेर पठाइदिएको। एउटा कुरा चाहिँ सबैजनालाई धेरै धेरै धन्यवाद। किनभने जुन मैले फर्स्ट भिडियो मैले जुन फेसबुकमा लगाएको थिएँ नि, त्यो कुरा मैले खुसी लाग्यो। अनि त्यही भएर झन् अलिक ब्लग बनाउनु मन लाग्दैछ। यस्तै अब राम्रो भ्युजहरू गयो भने चाहिँ एउटा ठ्याक्कै युट्युब च्यानल खोलिदिउँ भनेको। अब हजुरहरूको साथ सपोर्ट यसरी नै माया ठ्याक्क देखाउनु भयो भने चाहिँ म पनि युट्युब च्यानल खोलिदिन्छु। खेल मैदानमा चाहिँ हाम्रो खतरा खतरा खेलाडीहरू आउनुभएको छ। अब हजुरहरूलाई क्यामेरा मार्फत म देखाउँदैछु। किपरको छेउछाउ कोही नजाने मार्छ भने यहाँ चाहिँ CR7 थाकिरहेछ। केटाहरूको 300 को म्याच। ओ साइमन भाइ कुनको फ्यान हो? जेनिसको फ्यान हो? हाम्रो केटाहरूको लास्ट 300 को म्याच भएको। माथिल्लो गाउँ र तल्लो गाउँ अहिलेसम्मको स्कोर चाहिँ बराबर भएको छ। हान्ने कि 5 मिनट छप्ने भन्ने कुरो गइरहेको छ। हाम्रो क्याप्टेन मेसीको कस्तो अनुहार हुन्छ? हाम्रो रेफ्री भाइ तिम्रो नाम के पो अरे? नमस्कार यहाँ चाहिँ हाम्रो आयोजक हुनुहुन्छ। यहाँ दर्शक यहाँ पेनल्टी हान्ने केटाहरूको 300 हिँड्ने जस्तो छ। लामेचुरीको भाइ चाहिँ हामीसँग पनि खेल्छन्, तर हेर्नु उसको टिमहरू बच्चाहरू छन्। त्यही पनि उहाँले यो भाइले यत्रो फुटबलले हारेको रोक्न सकेको छैन। तेरो त कामै छैन है क्या केटा? हो त है। म चाहिँ फुटबल हेरेर चट्टाएँ। अब जान लागेको त म। आज चाहिँ म ठ्याक्क बजार जाने अनि वाइफाईको पैसा लाउने, अनि त्यहाँबाट ठ्याक्क त्यहाँ अब साथीहरू भेट्यो भने साथीहरूसँग यसो रमाइलो कुराकानी गर्ने र सोच बनाएर कन्टेन्ट चाहिँ क्रिएट। मलाई कन्टेन्ट चाहिँ बनाउनु आउँदैन, यसो फकाइटियामा हो। त्यही हो। अब हेर्नुहोस्, साथ दिनुहोस् होइन, लाइक गर्नुहोस्, कमेन्ट गर्नु नगरे नि लाइक चाहिँ गरिदिनुहोस्। त्यही हो। अब म तपाईँलाई अब बजार जान्छु अनि हजुरहरूलाई म बिचबिचको यसो स्किप भइदेखाउँछु। हेर्नुहोस्, लास्टसम्म अन्तिमसम्म हेर्नुहोस्, साथ दिनुहोस्। कस्तो छ आफ्नो प्रतिक्रिया पनि दिँदा हुन्छ। राम्रो प्रतिक्रिया हेरिदिनुहोस्। केमा मैले बनाउनु, केमा मैले कस्तो बनाउँदाखेरि ठिक हुन्छ, कस्तो नबनाउँदा ठिक हुन्छ, तपाईँलाई प्रतिक्रिया दिनुहोस्। अब मेरो त
अलिकति नजर तिम्रो अरे यार घाम पनि कत्रो साह्रो लागेको क्या फाइनली म चाहिँ क्रस बारमा चढेर फेरि पनि बजार जाँदैछु 3 दिन भइसक्यो सरासर बजार गएको 3 दिन भइसक्यो काम पनि बजारमा त जाने काम गर्छ छ आज चाहिँ ढक्क म बजारसम्म साथीहरूकोतिर जाँदै नेटको पैसा लाउँदै म बजारतिर जाँदैछु मासतिर डाँडातिर चाहिँ आगो लागेर है दिन पनि कस्तो धुम्म जस्तो भइरहेको छ तर दिनको ओभर टेम्परेचर चाहिँ बेसी छ एकछिन घामले पनि खल खालिन्छ अब भ्लग बनाउँदै जान्छु कस्तो लाग्छ हेर्दै जानु होला तपाईँहरू म बनाउँदै जान्छु ओ सामकन ए पो हो ल ठिक छ ट्याक्क केटाहरू ए झन् मजा नि म्याच हाम्रो सर भिआइपी सर ठ्याक्क भेटियो अब उहाँ सरले चाहिँ गिटार किन्नु हुँदैछ र हामी गिटार सब सामानको त हजुरलाई यात्रा गराउँदैछौँ किन्ने हो सर प्लिज भोलि फोटो खिच्नु न भन्छ तिमीले नहेरेर हुन्छ आइहाल्नु तिम्रो क्रसको नाम भन्दै एउटा ल हाम्रो सामग्रीको लागि चाहिँ एउटा क्रस चाहियो अरे क्रस त होइन कि एउटा क्रस फायर त छ त भर्खर 3 वटा त्यहाँ हामीले पार्किङमा राखेर आएको त चाहियो अरे सामग्रीको लागि कोही हुनु छ भने कृपया सामग्री त एकचोटि हेर्छ मुस्कुराएर कञ्चनजङ्घा चोकदेखि ठ्याक्क हाम्रो बेलटारको शान्ति चोकसम्म यात्रा गर्दैछौँ यो चाहिँ भित्र बेलटार बजारको भित्र साइड कपाल काट्ने जस्तो दामी निकाल्दा बेलटार त्यो दामी देखाएर घुमेर हेलो कपाल काट्ने हो प्रदीप कपाल काट्ने होला राम्रो तार भोलिको दिनमा तिमीले हाल्यो भने साउन्ड पनि राम्रो क्वालिटी पनि तिमीलाई राम्रो आउँछ आवाज पनि तिमीलाई राम्रो त्यसमा मतलब केही पनि हुँदैन तिमीलाई बुझ्यौ मेन भनेको एकदम मजाले यहाँदेखि यहाँसम्म मजाले गर्नु पऱ्यो र जस्तो अब तार हामी रुम यसरी राखेको छौँ नि तिम्रो घरमा ठुलो ठाउँ छ भने नि यसरी भुइँटेर राख्यो यसरी राखिदियो भने लङ लास्टिङ केही पनि हुँदैन बुझ्नुभयो अब अहिले चोटिन्छ त्यो त हाम्रो कलकत्ताबाट आउँदाखेरि गाडी घोडामा त्यो त मतलब भएन होइन यहाँदेखि यहाँसम्म चाहिँ तपाईँ फेरि एकदम क्लियर हुनु पऱ्यो सर साह्रै मेरो हाम अब गएर तिम्रो नगरेको आफै सिकेको युट्युब हेर्दै एउटा युट्युबमा छ कि एउटा के च्यानल मैले बिर्सिसकेँ तर राम्रो सिकाउँछ फाइनली हाम्रो सामकिन बाल्किन सरले एउटा बाजा गाजा ठ्याक्क नयाँ लिएर आउनु भयो आँखा नला है अब ठ्याक्क उसको घरमा म गिटार पनि कहिलेको बजाउनु मन भएन आउन सक्छु
दिन्छौ नि होइन बजाउनु हाम्रो सामकेनलाई चाहिँ मेन गरेर सिकाउनु ल अब मेरो हातमा भयो सामगिने गर्ने भयो ठिक छ जाने काम थियो र साथीको गिटार सितार किन्यो साथीहरूकोमा पसेर रमाइलो गरेर आइयो अहिले चाहिँ फाइनली म घर आइसकेको छु घर आइकन लाग्यो अब घरमा मम्मीले मलाई के भन्नुहुन्छ भन्ने त्यो चाहिँ थाहा छैन होइन गाली पनि गर्न सक्नुहुन्छ होला बिहानदेखि हिँडेको मान्छे 4-7 हेर्नुहोस् घरमा पुगेपछि कस्तो खालको मम्मी ओ मदर कसको हौ ठिक छ